नेपाल सरकारले आर्थिक वर्ष 2083-84 को लागि चाहिँ देशैभरिका सम्पूर्ण कर्मचारीको चाहिँ तलब वृद्धि गरेसँगै अब आजको यो भिडियोमा चाहिँ नेपाली सेनाका चाहिँ सम्पूर्ण दर्जा र र्याङ्क अनुसारको चाहिँ तलब कति हुन्छ 2083 को चाहिँ साउन 1 गतेबाट लागू हुने गरी तलब आउँदैछ र कति हुन्छ आजको भिडियोमा तपाईँलाई त्यो देखाउनेछु। भिडियोलाई भने अन्तिम समय हेर्नुलाई, भिडियो मन परेमा लाइक शेयर र च्यानललाई सब्सक्राइब गरेर पनि जोड्नुला भन्दै लागौँ आजको भिडियोतर्फ। लेट्स गो। सुरुमा रहेको छ नन कम्बाटेन्ट भनेको छ सुरुको तलब स्केल भनेको चाहिँ तपाईँको चाहिँ रु 27,172 रुपियाँ चाहिँ सुरुको तलब स्केल हुने भएको छ। अब यो वृद्धि भएसँगै 10% को चाहिँ क्यालकुलेसन गरेर जोडेको। ग्रेड सङ्ख्या भनेको तपाईँको चाहिँ 10 हुने गर्दछ। अब तपाईँको चाहिँ एउटा ग्रेडको चाहिँ तपाईँको चाहिँ रु 906 रुपियाँ चाहिँ हुनेछ। ग्रेड दर चाहिँ रु 906 रुपियाँ हुनेछ र 10वटा ग्रेड तपाईँले पाउनको लागि चाहिँ 10 वर्ष गर्नुपर्ने हुन्छ। जम्मा कायम तलब भनेको छ तपाईँको फुल ग्रेड सहित रहेको छ रु 36,229 रुपियाँ चाहिँ हुने गर्दछ। अब यसमा प्रोत्साहन भत्ता तपाईँको चाहिँ 2717 बढेको छ भने महँगी भत्ता पहिलाकै 5,000 छ र तपाईँको चाहिँ यो भत्ता मात्रै तपाईँको चाहिँ रु 7,717 भयो। त्यसपछि अब जम्मा तलब भत्ता रु तपाईँको चाहिँ 43,946 रुपियाँ चाहिँ भत्ता सहित हुनेछ भने तपाईँको अब स्थानीय यसमा चाहिँ समावेश गरेको छैन। त्यसपछि अर्को रहेको छ रिक्रुट रहेको छ। सुरुको तलब स्केलको कुरा गर्दाखेरि रु 27,172 हुने गर्दछ भने ग्रेड सङ्ख्या 0 हुन्छ, ग्रेड दर पनि 0 हुन्छ। जम्मा कायम तलब त्यही हो चाहिँ यसमा पनि त्यही माथिकै सुरुको तलब स्केल सरसर नै हुन्छ रु 27,172 हुने गर्दछ। जब यसको चाहिँ 1 वर्ष पुरा भयो भने त्यसपछि मात्रै के हुन्छ त ग्रेड आउन सुरु हुन्छ भने प्रोत्साहन भत्ता भने चाहिँ 2717 बढ्नेछ भने महँगी भत्ता पहिलाकै नै 5,000 भएको हुनाले यथावत गरेर 7,717 भयो भत्ता र जम्मा तपाईँको चाहिँ तलब सहित भत्ताको कुरा गर्दाखेरि 34,889 रुपियाँ चाहिँ रिक्रुटको हुने गर्दछ भने त्यसपछि अर्को रहेको छ सिपाही रहेको छ। सिपाहीको सुरुको तलब स्केल चाहिँ भनेको चाहिँ अबदेखि रु 28,690 रुपियाँ चाहिँ हुनेछ। ग्रेड सङ्ख्या चाहिँ सिपाहीको 8 हुन्छ भने एउटा ग्रेड दरको चाहिँ रु 956 रुपियाँ हुने गर्दछ भने फुल ग्रेड सहित जम्मा कायम तलब भनेको तपाईँको चाहिँ अब रु 36,341 रुपियाँ तपाईँको चाहिँ फुल ग्रेड सहितको हुनेछ भने भनेपछि यो तपाईँले चाहिँ यो फुल ग्रेड खानालाई चाहिँ कम्तीमा 9 वर्ष जागिर हुनुपर्ने हुन्छ है त तपाईँको 36,341 रुपियाँ चाहिँ आउनको लागि। त्यसपछि अब प्रोत्साहन भत्ता रु तपाईँको चाहिँ 2869 बढेको छ भने महँगी भत्ता 5,000 पहिलाकै गरेको छ र तपाईँको चाहिँ रु 7,869 रुपियाँ तपाईँको चाहिँ भत्ता मात्रै भयो। जम्मा तलब भत्ता भनेको छ जम्मा तपाईँको चाहिँ तलब र भत्ता टोटल जोड्दाखेरि 44,210 रुपियाँ चाहिँ हुने गर्दछ सिपाहीको भने दुर्गम भत्ता भने चाहिँ तपाईँको ठाउँअनुसार फरक हुनसक्छ। अब त्यसपछि पिउड रहेको छ। पिउडको अबदेखि सुरुको तलब स्केल चाहिँ रु 29,297 रुपियाँ हुनेछ। ग्रेड सङ्ख्या 8 हुनेछ। ग्रेड दर एउटा ग्रेड दरको चाहिँ रु 977 हुनेछ। जम्मा फुल ग्रेड सहितको कायम तलब चाहिँ तपाईँको चाहिँ रु 37,110 रुपियाँ चाहिँ अब साउन 1 गतेबाट हुनेछ भने प्रोत्साहन भत्ता तपाईँको चाहिँ रु 2,929 रुपियाँ बढेको छ भने महँगी भत्ता रु 5,000 गर्दाखेरि रु तपाईँको चाहिँ 7,929 तपाईँको भत्ता मात्रै भयो। त्यसपछि जम्मा तपाईँको तलब पनि भत्ता पनि जोड्दाखेरि रु 45,039 भयो। तपाईँको चाहिँ अब ठाउँअनुसारको अब दुर्गम भत्ता चाहिँ फरक हुन्छ। त्यसपछि भनेको अर्को भनेको पद भनेको अमलदार रहेको छ। अमलदारको सुरुको तलब स्केलको कुरा गर्दाखेरि रु 30,373 रुपियाँ चाहिँ अबदेखि हुने भएको छ भने ग्रेड सङ्ख्या चाहिँ 7 हुन्छ भने एउटा ग्रेड दरको कुरा गर्दाखेरि 1,012 रुपियाँ हुने गर्दछ भने फुल ग्रेड सहित तपाईँको चाहिँ जम्मा कायम तलब चाहिँ रु 37,460 रुपियाँ चाहिँ हुने गर्दछ भने प्रोत्साहन भत्ता रु 3,037 रुपियाँ बढेको छ भने महँगी भत्ता 5,000 गरेर तपाईँको चाहिँ 8,037 रुपियाँ चाहिँ बढेको छ। जम्मा तलब भत्ता सहित जोड्दाखेरि रु 45,497 रुपियाँ चाहिँ अबको साउन 1 गतेपछि चाहिँ हुनेछ भने त्यसपछि अर्को रहेको छ हुद्दा रहेको छ। हुद्दाको सुरुको तलब स्केल अबदेखि रु 31,372 रुपियाँ हुनेछ भने साउन 1 गतेबाट ग्रेड सङ्ख्या 6 हुन्छ। ग्रेड दर अब एउटाको कुरा गर्दाखेरि 1,046 रुपियाँ हुने गर्दछ। यसमा 1 रुपियाँ तल अथवा 1 रुपियाँ माथि पनि पर्न जान सक्छ। जम्मा कायम तलब अब तपाईँको हुद्दाको जम्मा कायम तलब फुल ग्रेड सहितको कुरा गर्दाखेरि रु 37,646 रुपियाँ चाहिँ हुनेछ। प्रोत्साहन भत्ता रु 3,137 प्लस महँगी भत्ता 5,000 गर्दाखेरि 8,137 भयो र जम्मा तपाईँको चाहिँ टोटल तलब पनि भत्ता पनि लगाएर तपाईँको चाहिँ रु 45,783 रुपियाँ चाहिँ हुद्दाको हुनेछ भने त्यसपछि अब जमदारको कुरा गर्छु। जमदारको सुरुको तलब स्केलको कुरा गर्दाखेरि रु 36,141 रुपियाँ कायम भएको छ भने ग्रेड सङ्ख्या 6 हुन्छ। ग्रेड दरको कुरा गर्दा एउटा ग्रेडको चाहिँ 1,204 रुपियाँ हुनेछ भने फुल ग्रेड सहित तपाईँको चाहिँ जम्मा कायम तलब चाहिँ रु 43,369 रुपियाँ हुनेछ है त। त्यसपछि अब प्रोत्साहन भत्ताको कुरा गर्दाखेरि रु 3,614 हुनेछ प्लस महँगी 5,000 गर्दाखेरि 8,614 तपाईँको भत्ता भयो। जम्मा तलब भत्ता टोटल जोड्दाखेरि रु 51,983 चाहिँ
जमदारको टोटल तलब भत्ता सहितको चाहिँ हुनेछ भने त्यसपछि अब अर्को रहेको छ सुबेदार। सुबेदारको सुरुको तलब स्केलको कुरा गर्दाखेरि रु 38,203 रुपियाँ चाहिँ सुरुको तलब स्केल हुनेछ भने ग्रेड सङ्ख्या 7 हुनेछ। ग्रेड दरको कुरा गर्दाखेरि 1273 रुपियाँ चाहिँ हुनेछ र जम्मा कायम तलब तपाईँको चाहिँ रु 47,170 रुपियाँ चाहिँ हुनेछ है त फुल ग्रेड सहितको भने प्रोत्साहन भत्ता रु 3820 प्लस महँगी भत्ता 5 गर्दाखेरि 8,820 यानि कि तपाईँको चाहिँ तलब भत्ता टोटलको कुरा गर्दाखेरि रु 55,937 रुपियाँ चाहिँ हुनेछ। अब त्यसपछि प्रमुख सुबेदारको रहेको छ सुरुको तलब स्केल अबदेखि रु 45,097 रुपियाँ हुनेछ। ग्रेड सङ्ख्या 3 मात्रै हुन्छ। ग्रेड दरको कुरा गर्दाखेरि एउटा ग्रेडको चाहिँ 1503 रुपियाँ हुने गर्दछ। जम्मा फुल ग्रेड सहित कायम तलब चाहिँ तपाईँको चाहिँ रु 49,606 रुपियाँ चाहिँ हुने गर्दछ। प्रोत्साहन भत्ता रु 4509, महँगी भत्ता 5,000 गर्दाखेरि तपाईँको चाहिँ 9,509 रुपियाँ भत्ता मात्रै भयो र जम्मा तलब भत्ताको कुरा गर्दाखेरि रु 59,115 रुपियाँ चाहिँ फुल तपाईँको चाहिँ प्रमुख सुबेदारको चाहिँ तलब प्लस भत्ता सहित गरेर आउनेछ। त्यसपछि अर्को रहेको छ मानात उपसेनानी रहेको छ। सुरुको तलब स्केलको रु 46,627 हुनेछ भने ग्रेड सङ्ख्या हुँदैन, ग्रेड दर पनि हुँदैन भने जम्मा कायम तलब तपाईँको चाहिँ रु 46,627 हुने गर्दछ। प्रोत्साहन भत्ता रु 4,662 प्लस महँगी भत्ता 5,000 गर्दाखेरि रु 9,662 रुपियाँ तपाईँको चाहिँ यो भत्ता मात्रै भयो। जम्मा तलब पनि भत्ता पनि तपाईँको टोटलको कुरा गर्दाखेरि रु 56,289 रुपियाँ चाहिँ मानात उपसेनानीको चाहिँ हुने गर्दछ भने यो चाहिँ अब प्रमुख सुबेदार भन्दा चाहिँ कम हुन्छ है त। त्यसपछि अर्को रहेको छ माना सहसेनानी। माना सहसेनानीको सुरुको तलब स्केलको कुरा गर्दाखेरि रु 47,602, ग्रेड सङ्ख्या पनि हुँदैन, ग्रेड दर पनि हुँदैन। जम्मा कायम तलब तपाईँको चाहिँ रु 47,602, प्रोत्साहन भत्ता रु 4,760 प्लस महँगी भत्ता 5,000 गरेर 9,700 तपाईँको 60 चाहिँ महँगी प्रोत्साहन भत्ता हुन्छ भने जम्मा तलब पनि भत्ता पनि जोड्दाखेरि रु 57,362 रुपियाँ माना सहसेनानीको हुनेछ भने यो साउन 1 गतेबाट भने। त्यसै गरी अब रहेको छ सहायक सेनानी रहेको छ। सहायक सेनानीको अबदेखि सुरुको तलब स्केल चाहिँ रु 48,057 रुपियाँ चाहिँ हुनेछ भने ग्रेड सङ्ख्या हुँदैन, यो तालिम ट्रेनिङको क्रममा हुन्छ। ग्रेड दर पनि हुँदैन भने जम्मा कायम तलब चाहिँ तपाईँको रु 48,057 हुनेछ भने प्रोत्साहन भत्ता 4,805 प्लस महँगी भत्ता 5,000 गर्दाखेरि 9,805 रुपियाँ तपाईँको चाहिँ यो भत्ता भयो। त्यसपछि तपाईँको चाहिँ जम्मा तलब भत्ता टोटल जोड्दाखेरि रु 57,862 चाहिँ हुनेछ सहायक सेनानीको भने। त्यसपछि रहेको छ उपसेनानी। उपसेनानीको सुरुको तलब स्केलको कुरा गर्दाखेरि रु 49,613 रुपियाँ चाहिँ सुरुको तलब स्केल हुनेछ भने ग्रेड सङ्ख्या 6 हुन्छ भने ग्रेड दर चाहिँ एउटा ग्रेड दरको चाहिँ 1,654 रुपियाँ चाहिँ हुने गर्दछ भने जम्मा तपाईँको चाहिँ फुल ग्रेड सहितको कायम तलब चाहिँ रु 59,535 रुपियाँ चाहिँ हुनेछ। त्यस्तै अब तपाईँको प्रोत्साहन भत्ता रु 4,961 प्लस महँगी भत्ता 5,000 जोड्दा रु 9,961 रुपियाँ तपाईँको चाहिँ प्रोत्साहन र तपाईँको महँगी भत्ता हुनेछ भने जम्मा तपाईँको तलब भत्ताको कुरा गर्दाखेरि रु 69,496 रुपियाँ चाहिँ हुनेछ। अब त्यसपछि रहेको छ सहसेनानी रहेको छ। सहसेनानीको सुरुको तलब स्केल अबदेखि चाहिँ रु 51,928 रुपियाँ, ग्रेड सङ्ख्या 6, ग्रेड दरको कुरा गर्दाखेरि रु 1,731 हुनेछ भने जम्मा तपाईँको फुल ग्रेड सहित तपाईँको चाहिँ तलबको कुरा गर्दाखेरि रु 62,314 हुनेछ। प्रोत्साहन भत्ता 5,192, महँगी भत्ता 5,000 गर्दाखेरि 10,192 तपाईँको भत्ता र जम्मा तलब भत्ताको कुरा गर्दाखेरि टोटल्ली क्यालकुलेसन गर्दा रु 72,506 रुपियाँ चाहिँ हुनेछ सहसेनानीको आगामी साउन 1 गतेपछि चाहिँ। त्यसपछि अर्को सेनानी रहेको छ। सेनानीको सुरुको तलब स्केलको कुरा गर्दाखेरि रु 53,610 रुपियाँ चाहिँ हुनेछ भने 10%ले वृद्धि भएसँगै ग्रेड सङ्ख्या 8 हुनेछ। ग्रेड दरको कुरा गर्दाखेरि 1,787 रुपियाँ चाहिँ हुनेछ। जम्मा कायम तलब तपाईँको चाहिँ रु 67,906 रुपियाँ चाहिँ फुल ग्रेड सहितको हुनेछ भने प्रोत्साहन भत्ता रु 5,361 प्लस महँगी भत्ता 5 गर्दा 10,361 रुपियाँ भत्ता हुनेछ। जम्मा तलब पनि भत्ता पनि टोटल क्यालकुलेसन गर्दाखेरि रु 78,267 रुपियाँ चाहिँ सेनानीको हुनेछ भने आगामी साउनबाट। त्यसपछि अर्को रहेको छ प्रमुख सेनानी। प्रमुख सेनानीको सुरुको तलब स्केलको कुरा गर्दाखेरि रु 57,506 रुपियाँ रहेको छ भने ग्रेड सङ्ख्या 6 छ र ग्रेड दरको कुरा गर्दाखेरि एउटा ग्रेड दरको कुरा गर्दाखेरि 1,917 रुपियाँ चाहिँ हुनेछ भने जम्मा कायम तलब तपाईँको चाहिँ फुल ग्रेड सहित चाहिँ रु 69,007 रुपियाँ चाहिँ हुने गर्दछ। प्रोत्साहन भत्ता रु 5,750 प्लस महँगी भत्ता 5,000 गर्दा 10,750 रुपियाँ भयो। जम्मा तपाईँको चाहिँ तलब पनि भत्ता सहितको रु 79,757 रुपियाँ चाहिँ प्रमुख सेनानीको हुनेछ भने त्यसपछि अर्को रहेको छ महासेनानी रहेको छ। महासेनानीको सुरुको तलब स्केलको कुरा गर्दाखेरि रु 62,465 रुपियाँ हुनेछ भने ग्रेड सङ्ख्या 5,
ग्रेड दर 2082, जम्मा कायम तलब तपाईँको फुल ग्रेड सहितको चाहिँ रु 72,876 रुपियाँ हुनेछ भने प्रोत्साहन भत्ता रु 6,246 प्लस महँगी भत्ता 5,000 जोड्दा तपाईँको चाहिँ 11,246 रुपियाँ तपाईँको चाहिँ भत्ता हुनेछ र जम्मा तलब भत्ताको टोटलको कुरा गर्दा रु 84,122 रुपियाँ महासेनानीको हुनेछ भने आगामी साउनबाट। त्यसपछि अर्को रहेको छ सहायक रथी रहेको छ। सहायक रथीको सुरुको तलब स्केलको कुरा गर्दाखेरि रु 67,045 रहेको छ भने ग्रेड सङ्ख्या 5 ग्रेड दर एउटाको चाहिँ रु 2,245 हुनेछ भने फुल ग्रेड चाहिँ जम्मा कायम तलब तपाईँको चाहिँ रु 78,219 रुपियाँ चाहिँ हुनेछ भने प्रोत्साहन भत्ता रु 6,704 महँगी भत्ता 5,000 गर्दा तपाईँको चाहिँ 11,704 रुपियाँ प्रोत्साहन र महँगी भत्ता हुन्छ भने जम्मा तपाईँको तलब भत्ता रु 89,923 रुपियाँ चाहिँ हुनेछ। उपरथिको सुरुको तलब स्केलको कुरा गर्दाखेरि साउन 1 गतेबाट 2083 को लागू हुने गरी रु 79,290 रुपियाँ चाहिँ सुरुको तलब स्केल हुनेछ भने ग्रेड सङ्ख्या 2 हुन्छ। एउटा ग्रेड दरको कुरा गर्दाखेरि 2,643 रुपियाँ हुनेछ भने जम्मा कायम तलब तपाईँको चाहिँ फुल ग्रेड सहित रु 84,576 रुपियाँ चाहिँ हुनेछ। प्रोत्साहन भत्ता रु 7,929 प्लस महँगी भत्ता 5,000 गर्दाखेरि तपाईँको चाहिँ जम्मा चाहिँ 12,929 भत्ता भयो। जम्मा तलब प्लस भत्ताको कुरा गर्दाखेरि तपाईँको चाहिँ रु 97,505 रुपियाँ चाहिँ उपरथीको हुनेछ भने त्यसपछि रथी सुरुको तलब स्केलको कुरा गर्दाखेरि रथीको रु 81,643 ग्रेड सङ्ख्या 2 ग्रेड दर 2,721 जम्मा फुल ग्रेड सहित कायम तलब रु 87,086 हुनेछ भने प्रोत्साहन भत्ता रु 8,164 महँगी भत्ता 5,000 गरेर रु 13,164 यो चाहिँ प्रोत्साहन र महँगी भत्ता भयो। जम्मा तलब भत्ता रु 1,250 रुपियाँ चाहिँ हुनेछ भने त्यसपछि प्रधान सेनापतिको रहेको छ। सुरुको तलब स्केल चाहिँ अब प्रधान सेनापतिको 84,932 रुपियाँ हुनेछ। ग्रेड सङ्ख्या 2 हुन्छ। एउटा ग्रेडको चाहिँ अब चाहिँ 2,831 रुपियाँ हुनेछ भने जम्मा कायम तलब रु 90,594 रुपियाँ चाहिँ हुनेछ भने प्रोत्साहन भत्ता रु 8,493 महँगी भत्ता 5,000 गरेर तपाईँको चाहिँ टोटल 13,493 यो चाहिँ यो भत्ता भयो र जम्मा तलब पनि भत्ता पनि टोटल फुल ग्रेड सहितको सम्पूर्ण तलब सहितको चाहिँ रु 1,04,087 रुपियाँ चाहिँ प्रधान सेनापतिको तलब। सो चाहिँ यो एकुरेट पनि नहुन सक्छ किनभने चाहिँ मैले हिसाब गरेको हो र तपाईँको चाहिँ आगामी आर्थिक वर्ष 2083-84 को चाहिँ साउन 1 गतेबाट चाहिँ पास हुने गरी अर्थ मन्त्रालयले जब अपडेट गर्छ तपाईँको चाहिँ त्यतिखेर सबै थाहा हुनेछ र तपाईँ त्यतिखेर चाहिँ मैले त्यो पनि ल्याउने नै छु र आजको भिडियो यति नै रहेको थियो। अन्यथा कुनै भएमा तपाईँले यसलाई चाहिँ सच्याउन सक्नुहुन्छ र मैले चाहिँ यसमा हिसाब गर्दाखेरि मैले चाहिँ फुल ग्रेड सहितको तपाईँको चाहिँ आखिरी तलब सहितको चाहिँ मैले चाहिँ यसमा क्यालकुलेसन गरेर जोडेको छु है त। भिडियो मन परेमा लाइक शेयर र च्यानललाई सब्सक्राइब गरेर पनि जोडिरहनु होला। धन्यवाद।